त्यो महाशाली पृथ्वी अस्ति मसँग जोशीको बडी बोलिदिएको भए यस्तरी पच्काउँथे महाशालीलाई। त्यसका शाखा सन्तान आए पनि ढाल्ने ताकत छ क्या मसँग। म त्यहाँ कुरा गर्न गएको थिएँ, पुरा यस्तो लडाइँ झगडा गर्नुहुन्न, सँगै साथीमा एकदम मिलेर बस्नुपर्छ भनेर कुरा गर्न के जाउँला भनिरहेको थिएँ। आम्मा त्यसलाई देखेको त त्यसले त पुरा यति लामो रागो हान्ने खुडा हुन्छ नि, पुरा रन्दा ढक 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 लगाइरहेको। अझ पानीले त आउँछ त्यस्तो धार निक्लिन, त्यसरी थुक गरेर थुक यस्तो गरेर च्याट्ट लगाएर झट 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 हिँ हान्ने भन्थ्यो। तिम्रो शाखा सन्तानलाई एकै चियान बनाउँछु भनिरहेको थियो त्यसले। दाइ भन्छन् नि अति गरेपछि खत्ती हुन्छ भनेर, त्यसले तपाईँलाई सिद्धाउनलाई राति नै प्लान बनाइसकेको छ, खुडा हान्ने सोचिसकेको छ, उसले प्लान दिइसकेको छ। त्यही भएर त्यसले प्लान बनाउनुभन्दा अगाडि तपाईँले नै खुडा हानिहाल्नुहोस् है। अब तपाईँलाई के आवश्यक नक्सक चाहिन्छ भने मसँग छ, हात हतियार खुडा सुडा छोड्दै मासलाई। त्यसले बोल्ने मात्र गर्न सक्ने केही पनि होइन। दाइ तपाईँ धन्दा नमान्ने, त्यसले केही गर्न सक्दैन कि केही गर्न सक्दैन, तपाईँ ढुक्काउनु न। तर हिजो चाहिँ त्यसले त्यो खुडा हुन्छ नि, खुडामा रन्दा लगाइरहेको थियो। अलिकति भे त नमान्नुलाई फेरि तपाईँ भे नमान्नु, त्यो खुडाले लास्टमा तपाईँसँग जोरी खोज्नु भनेको त्यो खुडाले आफै काटिदिनु। त ब्याक सपोर्टमा म छु त देखाइहाल्छु नक फेरि। आम्मा मामा किस्ने, म त बेहोसै हुन्छ ल। के सुन्न पर्यो कि आज यस्तो थाइ मासाले के भन्ने थियो र त्यसले? त्यसले तिमीलाई मार्छु काट्छु भनेर आइरहेको थियो कि सिधै दुईटा खुडा यस्तरीमा सोले फिल्ममा छ्याट्ट उसलाई हान्दाखेरि हान्दा थियो नि त्यसलाई, हो त्यस्तै हान्ने भनेर आइरहेको थियो। तर मैले बिचमा रोकेर हेर पृथ्वी दाइ किस्नलाई हान्नु भनेको मलाई हान्नु, मलाई हान्नु बरु भनेको नि मैले। तँलाई थाहा छ कि नै, भुग्ने कुकुरले कहिले पनि टोक्दैन, तिनीहरू भनेको भुग्ने मात्रै हुन् के। तिमी त यार लास्ट नामर्द रहेछौ यार, मा कसम भुग्ने कुकुरले टोक्दैन पनि भनिदियो क्या त्यसले त। तिमी हान्छु हान्छु भन्दा हान्दैनौ यार, हान्छु भने कहिले होइन हान्दै हान्दैनौ। उसले उहाँ खुडा सुडा रन्दा लगाएर पुरा स्ट्यान्ड बाई बसिरहेछ, खाल्टो साल्टो खनिसक्यो तिमीलाई गाड्ने भनेर। तिमी गएर घ्याच हान्देऊ न मुला। ओ खिच्ने ओइ, तिमी मुला यहाँ भात खाएर बसिरहेछौ, त्यो पुरा खुडा ल्याएर तिमीलाई हान्ने भनेर आइसक्यो त, पोजिसनमा आइसकेको छ। तिमी पोजिसनमा बसेन पुरै, त्यसले हान्ने भने त भोलि झ्याउ हुन्छ नि त। म नक ल्याएर राखेको छु, यहाँ नक छ, स्ट्यान्डमा बस, म घ्याच चाहिँ तिमीलाई हान्ने बित्तिकै घ्याच चाहिँ हानिदिन्छु क्या। ए हो र? ए पृथ्वी ठिक छ, लडाइँ झगडा गर्नु राम्रो होइन, नक होइन है यो मोबाइलको कभर हो। मैले त्यति भने तिम्रो त मिल्ने साथी हो त है, म गएँ है।